वर्तमान राजनीतिक परिदृश्यमा जनताको आवाज, शुक्रबारको प्रदर्शन र बढ्दो जनसमर्थन। काठमाडौँ चैत 17 गते। शुक्रबार 15 गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले देशको राजनीतिक वित्तमा नयाँ बहस सिर्जना गरेको छ। प्रदर्शनमा सहभागी जनसमुदायले वर्तमान राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औल्याएका छन्। यो प्रदर्शन केवल एक दिनको घटना मात्र नभएर देशको राजनीतिक भविष्यलाई दिशानिर्देश गर्ने महत्त्वपूर्ण संकेतको रूपमा देखिएको छ। शुक्रबार भएको प्रदर्शनमा सहभागी नागरिकहरूले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गरेका थिए। उनीहरूले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताका कारण जनता निराश भएको बताएका छन्। प्रदर्शनकारीहरूले राजा आओ देश बचाओ जस्ता नारा लगाएका थिए, जसले वर्तमान राजनीतिक नेतृत्वप्रति उनीहरूको गहिरो असन्तुष्टिलाई स्पष्ट रूपमा दर्शाउँछ। यो प्रदर्शनको आयोजना संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको थियो, जसले विभिन्न राजावादी दल र संघ-संस्थाहरूको समर्थन पाएको थियो। प्रदर्शनकारीहरूले उठाएका यी मागहरूले गणतन्त्र स्थापना भएको 1.5 दशकपछि पनि देशमा राजसंस्थाको पक्षमा जनमत रहेको संकेत गर्दछ। राजनीतिक दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार बढेको र देशको आर्थिक अवस्था कमजोर भएको भन्ने जनगुनासो व्यापक छ। यसै कारणले धेरै नागरिकहरूले पुरानो व्यवस्थाप्रति सकारात्मक दृष्टिकोण राख्न थालेका छन्। नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने कुरा ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकाङ्कले पनि पुष्टि गर्दछ। सन् 2024 को प्रतिवेदन अनुसार नेपाल 100 पूर्णाङ्कमा 34 अङ्क प्राप्त गरी 180 देशमध्ये 107औं स्थानमा रहेको छ। यो तथ्याङ्कले नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखाउँछ। यस्तो अवस्थामा कतिपय नागरिकहरूले राजतन्त्रको समयमा भ्रष्टाचार कम थियो वा नियन्त्रण गर्न सजिलो थियो भन्ने विश्वास गर्न थालेका छन्। देशको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको छ। युवाहरू रोजगारीको लागि विदेश पलायन भइरहेका छन्, जसले देशको भविष्यप्रति चिन्ता बढाएको छ। यस्ता समस्याहरूले जनतामा वर्तमान राजनीतिक प्रणालीप्रति वितृष्णा पैदा गरेको छ र उनीहरू वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्। प्रमुख राजनीतिक दलहरूले भने प्रदर्शनलाई पूर्व राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको आपराधिक घटनाको रूपमा व्याख्या गरेका छन्। उनीहरूले हिंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनमा भएको हिंसात्मक गतिविधिलाई निन्दा गरेका छन् र यसको लागि पूर्व राजालाई जिम्मेवार ठहराएका छन्। उनीहरूले संविधान र गणतन्त्रको रक्षाको लागि एकजुट हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। राजनीतिक दलहरूको यो प्रतिक्रियाले उनीहरू जनताको असन्तुष्टिलाई गम्भीर रूपमा लिन तयार छैनन् भन्ने संकेत गर्दछ। उनीहरूले प्रदर्शनलाई बाह्य शक्तिको चलखेलको रूपमा चित्रित गरेर आन्तरिक समस्याहरूबाट ध्यान हटाउन खोजेको देखिन्छ। यद्यपि राजनीतिक दलहरूले प्रदर्शनलाई सामान्य घटनाको रूपमा लिए पनि सडकमा देखिएको जनसमूहको असन्तुष्टिले वर्तमान राजनीतिक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। जनताको यो आवाजलाई समयमै सम्बोधन गर्न नसके देशमा थप राजनीतिक ध्रुवीकरण बढ्न सक्ने देखिन्छ। राजनीतिक दलहरूले जनताको गुनासोलाई सुन्न र त्यसको समाधान खोज्न गम्भीर पहल गर्नुपर्ने देखिन्छ। यदि उनीहरूले यसो गरेनन् भने जनताको असन्तुष्टि अझ बढ्न सक्छ र यसले देशको राजनीतिक स्थिरतामा नकारात्मक असर पार्न सक्छ। कतिपय विश्लेषकहरूले त यो प्रदर्शनलाई वर्तमान राजनीतिक प्रणालीको विकल्प खोजिरहेका नागरिकहरूको बढ्दो निराशाको रूपमा पनि हेरेका छन्। शुक्रबारको प्रदर्शन एउटा संकेत हो कि नेपाली जनता वर्तमान राजनीतिक नेतृत्वबाट सन्तुष्ट छैनन्। उनीहरू परिवर्तन चाहन्छन् र यो परिवर्तन कस्तो हुन्छ भन्ने कुरा आगामी दिनहरूमा देखिनेछ। जनताले व्यक्त गरेको यो असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिको खोजीलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ। यदि दलहरूले समयमै जनताको भावनालाई बुझेर काम गर्न सकेनन् भने देशले थप राजनीतिक अस्थिरता र द्वन्द्वको सामना गर्नुपर्ने हुन सक्छ।